हेलो एभ्रिवान नमस्ते आरामै हुनुहुन्छ आज म तपाईँलाई टिकटक कोइन कसरी एक्सचेन्ज गर्ने देखाउन गइरहेको छु है। सर्वप्रथम प्ले स्टोरमा जानुहोस् अनि त्यहाँबाट चाहिँ एउटा यो अर्बन VPN इन्स्टल गर्नुहोस्। इन्स्टल गर्दा के पर्मिसन माग्छ सबै दिनु होला एक्सेसहरू हस्। त्यसपछि त्यसलाई चाहिँ यसरी ओपन गर्नु होला खोलेर अनि त्यहाँ खोलेपछि माथि कन्ट्री सिलेक्ट गर भन्छ। तपाईँले त्यहाँ इजरायल लेख्नुपर्ने हुन्छ। आइएस लेख्ने बित्तिकै तपाईँले इजरायल आउँछ। आइएसको तल इजरायललाई क्लिक गर्नु होला। क्लिक गर्ने बित्तिकै एप कनेक्ट हुन्छ अनि तपाईँ जानु होला गुगल क्रोममा अनि गुगल क्रोममा गएर तपाईँ टिकटक कोइन एक्सचेन्ज गर्नु होला। तपाईँ टिकटक कोइन एक्सचेन्ज लेख्नु होला। टिकटक कोइन रिचार्ज एन्ड बाई जे छ मैले लेखेको छु त्यसरी लेख्नु होला हस्। टिकटक कोइन एक्सचेन्ज लेख्नु भइहाल्छ। अनि बाई रिचार्ज भनेर लेखेर आउँछ त्यो एउटा लिङ्क। यो माथिको लिङ्कमा क्लिक गर्नु होला होइन। त्यसपछि तपाईँ त्यो पेजमा जानुहुन्छ जहाँ तपाईँलाई एक्सचेन्ज गर्न देखाएको हुन्छ अप्सन होइन। मेरो टोटल माथि चाहिँ एउटा मात्र कोइन छ। मलाई सबै गर्नु परेको छ 2.30 को होइन। तल लेखेको छ हेर्नु त एक्सचेन्जमा 2.30 भनेको 230 हो है मेरो है। अनि त्यहाँ क्लिक गर्नु होला। अरू माथि कहीँ पनि क्लिक नगर्नु होला यदि सबै गर्नु छ भने। अनि मैले त्यहाँ क्लिक गर्ने बित्तिकै यस्तो पेज आयो। 2.30 कहाँ लेखेको छ तल लेखेको छैन त त्यहीँ हेर्नु होला। माथि पनि गर्न सक्नुहुन्छ थोरै गर्नु छ भने होइन। मैले सबै गरेँ 230 मा क्लिक गरेर एक्सचेन्जमा क्लिक गर्नु होला। एक्सचेन्जमा क्लिक गरेपछि तपाईँले कन्फर्म अथवा कम्प्लिट के लेखेर आउँछ कम्प्लिटमा क्लिक गर्नु होला। तपाईँको सबै टोटल एक्सचेन्ज भएर आउँछ। माथि मेरो $1 1 कोइन थियो अहिले 231 भएको छ टोटल। थ्याङ्क यू सो मच हेरेर साथ दिनुभयो।